हेलो जयमसी नमस्ते। आज चाहिँ म मम्मीको घरमा आइरहेको छु र यहाँनिर चाहिँ जुनु दिदीको गार्डन रहेछ, रोज गार्डन। यसो हेरेको नि, हेर्नु नि मजाको फुलहरू। दिदीले चाहिँ पटहरू ठुल्ठुलो मन पराउनुहुन्न, यसमै रोप्नुहुन्छ। हेर्नुहोस् न मजाको। तपाईहरुलाई चाहियो भने कन्ट्याक्ट गर्नुहोस्, म दिदीलाई भनिदिइहाल्छु। मजाको छ। हेर्नु मजाको छ, हेर्नुहोस्। यता पनि रोप्नु भएको छ थुप्रो। उयो चाहिँ मेरो मम्मीको घर हो। यो चाहिँ मेरो मम्मीको घर हो। म चाहिँ यहाँ यसो आएको थिएँ। मोटु आइज, माथि आइज, कुद छिटो हात दे, हात दे भनेको, हात दे। जा त बहिनी चाहिँ मम्मीहरूको मेरो हस्बेन्डको स्कुटी मलाई लिन आउनुभएको। अनि यहाँनिर पनि हेर्नु नि कस्तो मजाले झुन्डाउनु भएको छ दिदी। हेर्नुहोस् है, स्प्राइटको कोकको बोतलहरू चाहिँ तपाईँले नफ्याँक्नुहोस्। यहाँनिर चाहिँ दिदीले मजाको स्टाइल बनाउनु भएको छ। हजुर हुन्छ हजुर। अनि यहाँ चाहिँ यसरी रोप्नु भएको छ दिदीले। सानो पटहरू मात्रै मन पराउनुहुन्छ दिदीले। ठुल्ठुलो चाहिँ त्यति मन पर्दैन अरे हौ दिदीलाई, होइन। सानो चाहिँ पुरा मन पराउनु हुँदो रहेछ। यो चाहिँ मैले पनि लगेको छु बिउ। हेर्नु नि यस्तो लामो हुँदो रहेछ कि। हेर्नुहोस् न मजाको छ है, हेर्नु भयो। हुन्छ, थ्याङ्क यू सो मच। मेरो मम्मीकोमा पनि देखाउँछु ल तपाईँलाई फुल। गाइस यहाँ चाहिँ यो चाहिँ धान पनि फलेछ। कहाँबाट आएको थियो नि, एउटा चामल आएको थियो होला कि धान फलेको होला नि बाबा नि मोटु। अनि तपाईँहरूलाई चाहिँ मेरो मम्मीको घर पनि देखाउँछु। प्लस बाबा यो हालिदेऊ ल, यो भित्र बिउ लगेको हाल है, झर्छ है। मेरो मम्मीले पनि फुल रोप्नु भएको छ। हेर्नुहोस् यो चाहिँ खोइ के भन्छ हौ, यो चाहिँ मलाई थाहा छैन। तर यो चाहिँ नक्ली पत्ता जस्तो लाग्छ मलाई। हेर्नु नि यो पनि यहाँ माथि रोप्नु भएको छ है, तर पनि रोप्नु भएको छ। चाहिँ मम्मीलाई मैले दिएको। यहाँ चाहिँ अर्कै डबली के अरे त्यो रोप्नु भएको छ, होइन। यता पनि उ त्यहाँदेखिको रोप्नु भएको छ हो। हेर्नुहोस् गाइस, मम्मीले रोप्नु भएको छ। अनि हामी चाहिँ अब जान आँटेको, मम्मी पर छ हो। अब हामी जान आँटेको घर। हुन्छ, राखेँ ल, बाई। सबैजना मेरो भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला। मेरो हस्बेन्ड चाहिँ जानुभयो, म जान आँटेको। बाई मम्मी। हाम्रो मम्मी, म सधैँ आउने बानी बसेछ कि मम्मी एक्लै हुन्छ। मोटी छु थ्यात, कति राम्रो देखिरहेछ। मम्मी गएँ ल।